नमस्कार, मेरो नाम चाहिँ हरिप्रसाद देवकोटा। म चाहिँ एक नारी ब्रह्मचारी भन्ने कुरामा एकदम विश्वास गर्छु। मेरो प्रिय बुढी निर्मलालाई म एकदमै माया गर्छु। ऊ बाहेक म अरू कसैलाई पनि देख्दिनँ। कविता चाहिँ मेरो अफिसमा काम गर्ने मात्रै हो, बाँकी हाम्रो केही छैन। होइन, खास मेरो बुढी मेरो लागि एकदम प्रिय हो। अरू म बुढी बाहेक कोही देख्दिनँ। अनि बुढीले नि मलाई त्यति नै माया गर्छ। तपाईँहरूले पनि सोचिरहनु भयो होला, तपाईँलाई पनि निर्मला जस्तै बुढी पाउनुहुन्छ भनेर। तर तपाईँहरूले पाउनुहुन्न, किनकि उसको आमाले उसलाई पाएछ, अरू कसैलाई पाएन। अनि जस मलाई मेरो बुढीको पुकी भन्दा नि हुन्छ। तँलाई बोल कसले भन्यो? खास चाहिँ हामी दुई परिवार मात्रै हो। अनि यो एकजना चाहिँ हाम्रो नोकर है। म विदेश बस्दादेखि यसले हाम्रो घरमा नोकरी गर्दै आएको छ। चिना नि त सबलाई? चिना? नमस्ते सबैलाई, सचिन मेरो नाम। पेसाले एक ऱ्यापर, घरको काम चाहिँ साइड हसल। त्यही ऱ्यापर भएर चाहिँ यसले पसल खोलिसक्यो होइन। त्यही भएर हाम्रोमा काम गर्छ। अहिलेलाई चाहिँ मलाई ढिला भइरहेको छ है। घर अब काम पनि गर्नु पऱ्यो नि त। काम गरेर काम गर्ने स्रोतै मै हो घरको। ढिला भयो। निर्मला बुढी, ए बोला त सचिन। बुढी दाइको, हरि दाइको बुढी। हजुर आउँदैछु म ब्याग लिएर। एउटा कुरा भन्दा त भाउजू भन्न सक्दैनस्, हरिदाईको बुढी भन्नुपर्छ तँलाई। रेस्पेक्ट त तपाईँलाई छ नि, उनीलाई त माया छ नि दाइ। किन बोलाइसकेको? निर्मला, तिमीले रोल बिर्स्यौ कि मेरो बुढी बनाएको थियौ तिमी? हजुर हजुर अझै आउँदै थिएँ। के भयो भन्छ त? खास चाहिँ अब मलाई अफिस जान ढिला भयो। हेर न, अब के गर्नु, जान नि पऱ्यो। तिमीलाई छोडेर जान त मन थिएन है। तर पनि के गर्नु, आई मिस यु अनि आई लभ यु होइन। अनि खास चाहिँ के भन्न लाग्थ्यो भन्दाखेरि, अब कहिलेकाहीँ म अफिसमा तिमीलाई त्यति कल गर्नु खोज्छु, त्यही तिमी मेरो कलै उठाउँदैनौ किन? दिनभरि बिजी हुन्छु क्या बुढा म अलि। कसरी बिजी हुन्छौ? तिमीलाई गाह्रो नहोस्, काम गर्न नपरोस् भनेर एउटा नोकर राखेको छु, त्यही पनि तिमी बिजी हुन्छौ। त्यही नोकरले गरेर बिजी हुने हो कि? म बुझ्छु तिम्रो कुरा पनि, तिमीलाई दुःख पनि छ है। काम पनि गर्नुपर्छ, हाउसवाइफ। धेरै लबी गर्नु पर्दैन है, यहाँ बच्चाहरू छ। एउटा कुरा भन् त नोकर, मेरो बुढीसँग कुरा गर्दा तँलाई चाहिँ किन पोल्नी? तेरो म किन रातो? छैन त्यस्तो, म बस्छु आफ्नै तालमा, छैन मलाई कसैको बाल। ऱ्यापरै भएर निक्लिस् त चाहिँ है। म नि गएको है बुढी। ए मेरो बुढीलाई काम गर्न दिने होइन त, त्यो झाडु हान्ने यहाँ हेर कति फोहोर छ है। बुझिस् नि? ल म चाहिँ गएको। ल तिम्रो कलिलो हातले केही हुन नदेऊ ल बुढी। ल बाई। रिसाएको मेरो लिटल सचिन? लिलर नभन है मलाई। लिलर भयो नि के गर्ने, तिम्रो बुढाभन्दा बेसी टाइम मैले दिएको हुन्छु। सचिन मलाई कहिले लान्छ यो ठाउँबाट टाढा? कहिले लान्छ त्यो बादर पालीको देशमा? किन लानु पर्यो र बादर पालीको देशमा? तिम्रो बुढाले कमाएर ल्याउँछ, हामी यहाँ रमाइलो गर्न पाछदैछ। यसरी बाँच्न सक्दिनँ म सचिन। छोड्नु छ त्यो हरिप्रसादलाई। कहिलेसम्म यस्तो मल्टिटास्क गर्ने? माया तिमीलाई गर्छु, बुढो उसलाई भन्नुपर्छ। ए मेरो निर्मला, नगर न मेरो चिन्ता, तिमीलाई नै हो म गर्छु माया। ए सचिन भाइ, त गाडीको कुच्चो उठाइरहेछ होला भने त भाउजूको नारी समातेर बसिरहेको जस्तो। के हो यो सब? तपाईँको घरमा त सफा गरे होइन कि, जिन्दगी पनि सफा गरिदिरहेको छु। मेरो जिन्दगी रे? अब भाउजूले यसै चिट गर्ने उसै चिट गर्ने, म घरमै हुन्छु, घरको कुरा घरमै रह्यो। हे भगवान्, म त लुटिए बर्बाद भएँ। यो के हो? अब मेरो छोरछोरीको त बिचल्ली हुने भयो त। केही बिचल्ली हुनेवाला छैन। तिमी नभए पनि राम्रो जिन्दगी बाँच्छन्, प्रिभिलेज हुन्छन्। बाँच्छ त नेतासँग नै चक्कर चलाइरहेछस् नि है। तँलाई लान्छ यसले प्यारिस लन्डन, यसले लाने भने तँलाई जनकपुर हो, बुझिस्? बढी बोल्दै रहेछ। ए दाइ, तिमी बच्चाको चिन्ता नगर न। 5 वर्ष तिमी विदेशमा, 2-3 वर्षको बच्चा यहाँ। मेहनत मेरो, बच्चा तिम्रो।
निर्मला के हो यो चर्तीकला? चर्तीकला होइन, बुढेकी सितेकी छोरी निर्मलाले आफ्नो मन मर्जी गरेको हो। थुक्क तेरा, यसलाई मैले यति माया गर्थेँ अघिदेखि पनि होइन, यति माया गर्थेँ। मैले त यसलाई आइफोन सोचेको थिएँ, सोची होला भनेको त यो त एन्ड्रोइड निक्ली, दुईवटा सिम हाल्ने। आइफोनमा पनि दुईवटा सिम लाग्छ कि बुढा, अहिले ई सेवाको ई सिमको जमाना छ। त नगरा धेरै, त चरित्रहीन आइमाईले मलाई बुढा नभन्। ओके देन हरिप्रसाद बुढालाई नामले बोलाउँछस्? देवकोटा। तर बुढा मलाई नराम्रो नसोच्नु न के प्लिज। मैले यसलाई यति सोझी सोच्थेँ, यति सोझी सोच्थेँ तँलाई मैले, तर त केही सोझी छैन। त यति सोझी सोच्थेँ मैले यसलाई, तर यो केही सोझी छैन। आज यहाँ 12को भाइ बहिनीहरू आएको थियो, यसले भन्थे पहिला बिहेभन्दा अगाडि मलाई एक्जाममा पनि चिट छोड्न आउँदैन, आज यो 12का भाइ बहिनीहरूको अगाडि चिट छोडेर देखाइरहेछस्। चिटिङ गरेर प्र्याक्टिकल लेखिरहेको थियो। अनि त मैले दिएको खाएको छस्, मैले दिएको लाएको छस्, मेरो मेरै बुढी ताक्ने झ्याक्ने। ए हरि दाई, तिमी कति कराएको, तिमीले स्वास्नी हो मसँग आएको। मेरो बुढी तँसँग आई, मेरो बुढी तँसँग आई, बिहानदेखि 1000 रुपियाँ खोइ। यस्तासँग जाँदैछस् बस्नु पर्ला रोइ। तिमी अफिस जाँदा खान्छु उसको मोही, तिमी अफिस जाँदा खान्छु उसको मोही। हामी हौ समुद्रको लभ बर्ड, तिमी हौ त्यो समुद्रको गोई। एकछिन हौ बुढा पोइ। कहिलेदेखि भयो तेरो यो पोइ? अब ए मेरो बुढा कुरा मेरो सुन, तिमी बाहिर हुँदा पढ्छ जहिले रुन। म छु गङ्गा जस्तो पवित्र, छैन कसैलाई दिएको छुन। मलाई बाहेक के हो यस्तो? बिहेभन्दा अगाडि यसको आमाले भन्थे कि छोरीले कपालको हेयर कलर मात्रै चेन्ज गर्छ भनेर, अब पोइ चेन्ज गर्दैछस् त? अब बुढा तिमीसँग हुँदाखेरि जहिले त्यही दाल तरकारी भात, खाए नि नखाए नि त्यही सागपात। अब उसँग हुँदाखेरि त मोमो चाउमिन थुक्पा पानीपुरी चटपटे लाफी। भोक लागिसक्यो मलाई, कुरा मोटा नखोज। त सितेकी त बितेकी सितेकी निर्मलाले मलाई यसरी धोका दिन्छ भनेर मैले कल्पना नि गरेको थिइनँ। अनि तिमी 5-5 वर्ष बाहिर बसेपछि मेरो यस्तो कलिलो जवानीमा मैले के गर्थेँ भन त? यही त थियो मेरो सहारा सचिन। तिमीहरू दुईजना मेरो घरबाट निक्लेर जाऊ, यु डोन्ट डिजर्भ दिस। बुढा म कहाँ जानु भन्नु न, यो घर बाहेक मेरो को छ? सचिन पनि त यहीँ छ। तेरो बाउको घरमा जा, त पनि यहाँबाट निक्ली। बुढा जस्तो नभन्नु न क्या प्लिज, सुन्नु न मेरो कुरा, जस्तो नगर्नु न। म तेरो कुरा सुन्दिनँ, तेरो कुरा नि सुन्दिनँ, निक्ली। तिमीहरू दुईजना मेरो घरबाट यहाँ ढोका चाहिँ निक्लिहाल। मेरो प्रेमिका कहिले भयो मेरो प्रेमिका? अहिले दाइको कुरा मलाई थाहा छ, तिम्रो कुरा त मेरो के कुरा थाहा छ तँलाई? एकछिन के दाइको कुरा भन। त्यो तिमी र म यहाँ मादल बजाउँदा दाइ उता कवितासँग धमेला। त मेरो बुढी लिएर जा, बरु 1000 रुपियाँ दिन्छु ला, पकेट खर्च होइन। यहाँबाट चाहिँ निक्लिहाल त तिमीहरू दुईजना। एकछिन मलाई चाहिँ के रे हजुर? एन्ड्रोइड फोन रे के रे आफू चाहिँ वाइफाई जस्तो अरूलाई कनेक्सन दिँदै हिँड्ने। आजकल फोनमा मोबाइल डाटा नि हुन्छ नि त। तेरो मोबाइल डाटा त म फुटाउँछ। एकछिन कमला